गुड मर्निङ साथीहरु। आज हामी सामराङ भुटान घुम्न आएको छौँ तीनजना। हाम्रो गाउँले हुनुहुन्छ यहाँ र हाम्रो यता काका हुनुहुन्छ। हाई भन्दिनु। हाई। यस्तो यस्तो भुटानमा छ। यता यो दाजुको ग्रेज, दाजुको भुटानको ग्रेज हो र यहाँ चाहिँ भाइहरू काम गर्नु हुँदो रहेछ भुटानमा चाहिँ। रम बिहार चाहिँ प्रशस्त छ। रम खानु गएदाखेरि एक बोतलको 150। किङफिसर त किन्दाखेरि किङफिसरको दाम 70 रुपिस पर बोतल। र झिलेले आयो आयो झिलेले। यहाँ चाहिँ रमाइलो गरेको छ। हेलो साथी हो। आज हामी चार भाइ मिलेर भुटान आएको होइन। सामराङ भुटान स्पेसली। र सामराङ भुटानको नजारा कस्तो छ भनेर म तपाईँहरूलाई देखाउँछु र अलिकति अगाडि पनि तपाईँहरूलाई देखाएँ होला। र अब के पाइँदो रहेछ यहाँनिर त्यो पनि देखाउँछु। हेर्नुहोस् है, यहाँ हेर्नुहुन्छ भने स्पेसल चिकन, यो चिली चिकन र आजको हाम्रो स्पेसल। र यो चाहिँ हाम्रो ग्रिन सलाद यहाँ हेर्नुहोस्। र प्लस एग छ साथमा र धेरै एक हामीले खाइ पनि सक्यौँ। र यो हाम्रो यस्तो छ। अगाडिको तपाईँहरूलाई म हाम्रो भिडियोलाई कता हिँडेको पुपुचा छ भने कहाँबाट आइपुग्यो बोलेरमा काकाको डाइरेक्ट सुन्नु भयो होला। हाँसी मात्र चलिरहेको छ नि एकतामा। हाँसी मात्र चलिरहेको छ। चलिरहेको छ है। यस्तै छ जिन्दगी। हाँसी मात्र गर्नुपर्छ। 2 दिनको जिन्दगीमा के छ होइन, कहिले मरिन्छ। हाम्रो जिन्दगी चाहिँ घामको राम छ त्यो अब हामी रेस्टुरेन्टबाट निक्ल्यौँ। यो जुन पछाडि छ यो रेस्टुरेन्ट थियो। यो रेस्टुरेन्टबाट हामी निक्ल्यौँ र भाइले भन्नुभयो कि अगाडि भुटानमा पनि एउटा एयरपोर्ट बनिँदैछ। एयरपोर्ट कहाँसम्म के चल्दैछ त काम, त्यो म तपाईँहरूलाई देखाउँछु है। होइन गाउँले एयरपोर्ट बन्दैछ भन्नुभयो। अब कस्तो खालको के को बनिँदैछ तपाईँहरूलाई म अब देखाउँछु कस्तो भएको रहेछ त। एयरपोर्ट साँच्चीकै बनिँदैछ सामराङ भुटानमा कि होइन, त्यो पनि आज छर लाग्ने हुन्छ। ल, एयरपोर्ट बनिँदै गरेको एयरपोर्ट हामी 3 भाइ अब भुटान जाँदैथ्यौँ र दाइलाई यहाँ भेटेर बाटोमा बजार गरेर आउनु भएको रहेछ। दाइलाई पनि अब यहाँसम्म भन्दै हल्का अब भनिँदैछ। देख्नु होला, देख्न सक्नुभयो होला दाइहरूले। हामीले यसरी रोकेर अब ल दाइ ल ल ल यसरी बुट्टा हान्नुपर्छ। र यो बुट्टा नहानेसम्म चाहिँ सरकारले पनि अथोरिटी दिँदैन रहेछ। यस्तो छ यहाँको सिस्टम। हेर्नुहोस् है, स्कुल हो यो भुटानको स्कुलको। भुटान यहाँ हेर्नुहोस्, यहाँ लेखेको छ रोयल गभर्मेन्ट अफ भुटान। यो भुटानलाई चाहिँ रोयल भनिन्छ हो। सामराङ हाम्रो सामराङ भुटानको स्कुल हो। आउनुहोस् अगाडि। र यहाँ छ सामराङ भुटानको स्कुलको मेन गेट। र तपाईँहरूलाई म मेन गेटबाट भित्र पसेको पनि नजारा देखाउँछु। हेर्नुहोस्। र यहाँ यो हो सामराङ भुटानको स्कुल। र उता हेर्नुहुन्छ भने त्यो पनि स्कुल हो। हेर्नुहोस्, यस्तो छ सामराङ भुटानको स्कुलको नजारा। र तपाईँहरूलाई अझै अगाडि कस्तो छ म तपाईँहरूलाई देखाउँछु। आउनुहोस् अगाडि कस्तो छ त, मलाई पनि थाहा छैन कस्तो छ त। हेरौँ अब हेर्दाखेरि चाहिँ कहाँ पुगिन्छ। यो बाटो ठक्कै यहाँदेखिबाट लिएर गएपछि चाहिँ माथि दोजीबाउ भन्ने उसको नाम रहेको छ। र उसको जुन चाहिँ सुन्तला बगान ओरेन्ज बगान। त्योभन्दा ठुलो कुरो हाम्रो यहाँ इन्डियाको तिरङ्गा लगाएर छ। त्यो चाहिँ मलाई धेरै खुसी लाग्यो। भुटानले पनि हाम्रो इन्डियाको तिरङ्गा लगाउनु भएको छ। यहाँ के लेखेको छ त, हाम्रो इन्डियाको साइड प्रोजेक्ट रहेछ क्या हो।
इन्डियाको हाम्रो र भुटानको तिरङ्गा दिएको छ। के लेखिएको छ अब हेर्नुहोस् है, यहाँ के रहेछ त भुटान, हेर्नुहोस् है इन्डिया, भुटान इन्डिया भाइ भाइ, भुटान इन्डिया फ्रेन्डसिप भाइ भाइ हो कि होइन, फ्रेन्डसिप प्रोजेक्ट। शान्ति चाहिँ छैन भुटानमा? शान्ति त धेरै राम्रो, शान्ति, धेरै शान्ति। कसैलाई लुटपाट र काटमार गर्दैन। यहाँनिर कोही पनि आएर बिन्दास घुमेर जान सक्छ। यहाँ चाहिँ अब भन्नुपर्दाखेरि खास भुटानमा चाहिँ शान्ति चाहिँ कसरी भनिन्छ र कसरी यहाँको व्यवहार हामीले देख्यौँ भने यहाँको मान्छेहरू चाहिँ सबै बुद्धिस्ट हुनाको कारणले हेर्नुहोस् पहिलेको भन्दा धेरै परिवर्तन भएछ हाम्रो सानो भुटान। हाम्रै भन्नु पर्यो नि, हाम्रो छिमेकी देश। यता भन्छ रेस्टुरेन्ट, अरे जता फर्केर उतै रेस्टुरेन्ट, जता आएर उतै रेस्टुरेन्ट। यस्तो छ यहाँको महल। फाइनली खोला, यो हो साम्राङ खोला। आउनुहोस् अगाडि देखाउँछु तपाईँहरूलाई यहाँको पुल कस्तो छ त, म त्यो पनि तपाईँहरूलाई देखाउँछु। आउनुहोस्। यहाँ पहिली जङ्गल थियो र अहिले यहाँ पनि गाउँ बसेछ। पहिलोचोटि म पनि देख्दैछु। आउनुहोस्। र यो हो भुटानको पुल त तपाईँहरूलाई देखाइहालेँ। अब यहाँको कति गएर रहेछ, कति मुनि रहेछ त खोला। आउनुहोस्। बाबा हेर्नुहोस् कति तल पानी चल्दैछ खोला। पानी पनि धेरै कालो रहेछ र यहाँ चाहिँ एउटा सानो रहेछ। यहाँ चाहिँ मेन खोला देख्नुभयो होला, यो चाहिँ रहेछ खोला। अहिले खोला चाहिँ खासै ठुलो रहेनछ, खोला यत्र रहेछ। र अगाडिको नजर हेर्नुहोस्, यो भुटान हेर्नुहोस् पहाडले भरिएको छ सबै। त्यही लागि भुटान पहाडिया भनिन्छ। लामाज्यूहरूले लुङदार बान्नु भएको रहेछ उहाँदेखि टक्कै लुङदार देख्नुभयो होला, टक्कै लुङदार बान्नु भएको रहेछ ताकि यो पुल खोलाले बाढीले नभत्कियोस् भनेर मन्त्र फुकेर लुङदार बान्नु भएको रहेछ लामाज्यूले। लामाज्यूलाई मेरोपट्टिबाट नमस्कार छ।